आजको यो भिडियोमा चाहिँ हामीहरूले उच्चारणको नियम सिक्छौँ। उच्चारण गर्न सिक्छौँ कोरियन शब्दहरूलाई है। हामी उच्चारण गर्दै पाठ 4 मा पुगेका छौँ। योभन्दा अघिल्ला भिडियोहरू हेर्नुभएको छैन भने चाहिँ यसै च्यानलमा अपलोड गरिएको छ, हेर्नुहोला। आज चाहिँ हामीले यो अक्षरलाई कहाँ आउँदा के उच्चारण गर्ने, कहाँ आउँदा के उच्चारण गर्ने भन्ने कुरा सिक्छौँ है त। यो अक्षरलाई हामीहरूले र अनि ल भनेर पढेका थियौँ। र अनि ल भनेर पढेका थियौँ। अब यो अक्षरलाई सुरुमा आउँदा के भन्ने, बीचमा आउँदा के भन्ने हैन, शब्दको बीचमा आउँदाखेरि के भन्ने भन्ने कुराहरू चाहिँ सिक्छौँ है त यस भिडियोमा। यहाँनिर लेखिएको छ केही कुरा, यो कुरालाई पढौँ है त। कुनै पनि शब्दको सुरुमा र तल के भन्यो? कुनै पनि शब्दको सुरुमा र तल आयो भने ल भनेर उच्चारण गर्नुपर्छ भनेको छ। ल भनेर उच्चारण गर्नुपर्ने रहेछ। सुरुमा र तल आयो भने के त? यो अक्षर है। ल यहाँनिर हामीहरूले इक्जाम्पल पनि गर्छौँ। इक्जाम्पल हेर्दाखेरि चाहिँ मजाले बुझिन्छ है त। यो पढेर बुझ्नु र इक्जाम्पल बुझ्नुमा धेरै फरक हुन्छ है त। ल तपाईहरुलाई मैले इक्जाम्पल पनि लेखिदिन्छु है त। यो के हो? यही अक्षर हो। यो अक्षर हामीले र अनि ल भनेका छौँ। तर यो अक्षर चाहिँ अब मैले सुरुमा लेखेँ भनेपछि यसलाई हामीले ल भन्ने है त। ल मा आ ला भयो। ल मा आ के भयो? ला भयो। यो के हो त? म हो। म मा चाहिँ के जोडियो हेर्नुहोस् त। म मा य जोडिएको छ। म्य भयो है त। म मा य जोड्दा म्य हुन्छ। अनि यसको तल चाहिँ कुन अक्षर जोडियो? न। न। अनि यो अक्षरसँग कुनै पनि भवेल साउन्ड जोडिएको छैन। त्यही भएर यो अक्षरलाई हामीले आदि उच्चारण गर्छौँ। अब यो शब्दको उच्चारण के भयो हेर्नुहोस् त। लाम्यन। लाम्यन। लाम्यन भन्ने है त। अब यसको अर्थ चाहिँ के हुन्छ भने नेपाली अर्थ रामेन। रामेन च्याउच्याउ है त। रामेन। अब तपाईहरुलाई अझै एउटा इक्जाम्पल गरिदिन्छु है त। बुझ्नु भएन भने चाहिँ यहाँनिर फेरि अर्को इक्जाम्पल हेर्नुहोस्। यो के हो? ल। ल मा आ ला हुन्छ। यो के हो? द। द मा इ दी हुन्छ। अनि यो चाहिँ ओ हो। ओ। अब यो शब्दको उच्चारण के भयो? तपाईहरुले आफै पनि लेख्न सक्नुहुन्छ होला। लेख्नुहोस्, आफै लेख्नुहोस् अनि मैले लेखेको कुरालाई हेरेर आफैले आफैलाई चेक गर्नुहोस् है त। ला दी ओ। लादी ओ भन्छ है त। लादी ओ भनेको चाहिँ रेडियो। लादियो भनेको के रहेछ? रेडियो। अब यो अक्षरलाई हामीले सुरुमा मात्र होइन कि तल आउँदा पनि ल नै भन्नुपर्छ। त्यो पनि इक्जाम्पल गरौँ तल आउँदाखेरि है। जस्तै यहाँनिर गरौँ। यो के हो? इ। यसको तल झुन्डियो यो अक्षर हो। यो अक्षर तल झुन्डियो भने के भन्ने त? ल भन्ने। ल भन्ने भनेको छ, त्यही भएर ल भनियो। अब के भयो त? इ ल। इल। यो अक्षरको पनि आदि उच्चारण हुन्छ। कुनै पनि कन्सोनेन्ट साउन्ड भवेल साउन्डसँग जोडिएको छैन भने चाहिँ त्यो कन्सोनेन्ट साउन्डलाई हामीहरूले आदि उच्चारण गर्नुपर्छ है त। इल। इल भनेको चाहिँ धेरै अर्थ लाग्छ। काम, काम, दिन अनि एक पनि भनिन्छ, 1 नम्बर है। अनि तपाईहरुलाई अर्को इक्जाम्पल पनि गराउँ है। अर्को पनि देखाउन चाहे मैले। यो गरौँ। यो के हो? म। म मा आ जोडियो के भयो? मा भयो है। म मा आ जोडियो के भयो? मा भयो। तल झुन्डियो फेरि त्यही नै अक्षर। अब तल झुन्डेको अक्षरलाई के भन्ने त? यो अक्षरलाई ल भन्ने है। ल भन्ने। त्यही भएर यो शब्दको उच्चारण माल हुन्छ। माल। माल।
माल भनेको चाहिँ भाषा, भाषालाई कोरियन भाषामा के भनिँदो रहेछ? माल। अनि घोडा भन्ने पनि हुन्छ, घोडा। ल अब तपाईहरुले बुझ्नुभयो होला शब्दको सुरुमा र तल आउँदा चाहिँ ल भन्नुपर्छ यो अक्षरलाई भन्ने कुरा बुझ्नुभयो भन्ने आशा गर्दै फेरि तल केही कुरा लेखिएको छ यो कुरालाई पढौँ है त। सरी। कुनै पनि शब्दको बीचमा र अन्त्यमा के भन्यो? बीचमा र अन्त्यमा। यहाँनिर अलि टार्गेट गर्नुस् है। बीचमा र अन्त्यमा भनेको छ। आयो भने चाहिँ र भनेर उच्चारण गर्नुपर्छ। के भन्नुपर्ने रहेछ? र भन्नुपर्ने रहेछ। कहाँ आयो भने बीचमा र अन्त्यमा आयो भने चाहिँ र भन्ने। ल अब इक्जाम्पल गरौँ है त। बीचमा ल है त। यो के हो? द त थ, द त थ। यसलाई सुरुमा आयो भने के भन्ने भनेको छु मैले अघिल्लो भिडियोमा। के भनेको छु? थ हो। थमा आ के हुन्छ? था हुन्छ हो, था हुन्छ। यो के हो? र है त। अहिले कहाँ छ? यो अन्तिममा छ, त्यही भएर र भयो। रमा उ के भयो? रु भयो हो। अब चाहिँ फेरि यो अक्षर आयो। यो अक्षर अब अन्तिममा आयो भने के भन्ने हो? के भनेर पढेका छौँ अघिल्लो भिडियोमा? द। दमा आ के भयो? दा भयो। अब शब्दको उच्चारण के भयो त? थारुदा, थारुदा। थारुदा भनेको चाहिँ फरक हुनु, फरक हुनु। ल बीचमा आयो भने के भन्नुपर्ने रहेछ? र भन्नुपर्ने रहेछ। बुझ्नुभयो नि हैन? अब यहाँनिर अन्त्यमा आए पनि त र भन्नुपर्छ भनेको छ नि हैन र? हो है। ल अन्तिममा आयो भने पनि र नै भन्नुपर्छ। यो के हो? यो अक्षरलाई चिन्नुहुन्छ? ह। ह हो है त यो अक्षर। हमा के जोडिन्छ? अ जोडिँदैछ। हमा अ जोडियो भने के हुन्छ? ह नै हुन्छ हैन? ह हुन्छ। अनि यो अक्षर कुन अक्षर हो? ल अनि र हो। तर यहाँनिर अन्तिममा छ, त्यही भएर र उच्चारण गरिन्छ। रमा इ जोडिँदैछ, रि भयो। अब यो शब्दको उच्चारण के भयो त? हरि, हरि। हरि भनेको चाहिँ कम्मर, कम्मर। हरि भनेको के रहेछ? कम्मर। ल अन्तिममा आयो भने पनि हामीले र भनेर उच्चारण गर्ने हो भने बीचमा आउँदा चाहिँ पनि हामीले र नै भनेर उच्चारण गरियो। तर सुरुमा र तल झुन्डिँदाखेरि चाहिँ हामीले ल भनेर उच्चारण गरेका छौँ है त। उच्चारणका नियमहरू चाहिँ तपाईहरुले जान्नुपर्छ है। बुक पढ्दाखेरि हैन, तपाईहरुले उच्चारण गर्न सिक्नु भएन भने त अलिकति नराम्रो फिल हुन्छ नि त। तपाईहरुलाई इन्स्टिट्युटमा पढ्नु होला हैन, अथवा तपाईले आफै पढ्नु होला, उच्चारण जान्नु भएन कुनै शब्दहरूलाई झ्याउ हुन्छ। त्यही भएर उच्चारणहरू चाहिँ जान्नै पर्ने हुन्छ है त। ल अब चाहिँ हामीहरूले यहाँनिर तल लेखिएको कुरालाई फेरि पढौँ है त। यहाँनिर फेरि केही नयाँ कुराहरू लेखिएको छ। कुनै पनि शब्दको तल भनेको छ। शब्दको तल भनेको छ, यहाँनिर टार्गेट गर्नुहोस्। अनि त्यसको भन्यो। तलको, तल शब्दको त भएको अक्षर अनि त्यसको लगत्तै माथि आउँदा, त्यसको लगत्तै माथि आउँदा ल, आदि ल अनि ल भनेर उच्चारण गर्नुपर्छ भन्यो। अब यसले भन्न खोजेको कुरा चाहिँ तपाईहरुले इक्जाम्पलमा सजिलै बुझ्न सक्नुहुन्छ। इक्जाम्पल हेरौँ है त। यो के हो? न हो। नमा ओ जोडिँदैछ। के हुन्छ? नमा ओ जोडियो भने नो हुन्छ, नो हुन्छ। तल झुन्डिएको अक्षर यो छ। तल शब्दको तल भनेको चाहिँ तल छ अनि त्यसको लगत्तै माथि, यसको लगत्तै माथि यहाँनिर हुन्छ है त। यहाँनिर माथि चाहिँ फेरि यो अक्षर आयो हैन। यो अक्षरमा चाहिँ आ जोडिँदैछ है। अब यो अक्षर तल झुन्डिँदा के उच्चारण गर्नुपर्छ भनेको छु मैले अगाडि?
ल भनेको छु, तर यो अक्षर बीचमा हुँदा चाहिँ के भनेको छु, र भनेको छु। ल रा यस्तो चाहिँ हुँदैन है त। पक्नुहोस् है, तपाईँहरूलाई पुरा शब्द लेखौँ। यो के हो, द, दमा आ दा हुन्छ। अब यो शब्दलाई हामीले यसरी उच्चारण गर्न मिल्दैन। नो, यसलाई तल आउँदा ल भनेको छु मैले सुरुमा होइन, अनि यसलाई बीचमा आउँदा चाहिँ र भनेको छु। रमा आ रा, नोल्ला दा, नोल्ला नोल रा दा, यसरी उच्चारण गर्न चाहिँ हामीले पाइँदैन, यस्तो गर्न मिल्दैन है त। यो चाहिँ गलत हुन्छ। कसरी उच्चारण गर्ने त भन्दाखेरि नमा ओ नो नै भयो, तल भएको ललाई ल नै उच्चारण गरिन्छ। यसको लगत्त माथि भएको यो रलाई पनि हामीले ल नै उच्चारण गरेर लमा आ जोड्दा ला हुन्छ, अनि दमा आ दा हुन्छ। हो, यसरी चाहिँ हामीले उच्चारण गर्नुपर्छ है त। नल्लादा हुन्छ। यो शब्दको उच्चारण के हुँदो रहेछ, नल्लादा। नल्लादा भनेको चाहिँ छक्क पर्नु है त, छक्क पर्नु। एउटा मात्रै इक्जाम्पल देखाउँदा तपाईँहरू अलिकति झुक्किनु भयो कि जस्तो लाग्यो। फेरि अझै एउटा इक्जाम्पल गरेर तपाईँहरूलाई सजिलोसँग बुझाउने प्रयास गर्छु है त। यो के हो, ग क ख, तर सुरुमा आउँदा ख भन्नुपर्छ, त्यही भएर खमा अ ख नै भयो, अनि तल झुन्डियो फेरि यही नै अक्षर होइन, ल भन्ने। अनि यसको लगत्त माथि फेरि यही नै अक्षर छ भने यो अक्षरलाई पनि हामीले ल नै भन्नुपर्छ। लमा इ जोडिँदैछ, ली हुन्छ। यो अक्षरलाई आदि उच्चारण गर्छौँ भने यसलाई चाहिँ भवेल जोडिएको छ, त्यही भएर लमा इ ली भनेर उच्चारण गर्छौँ, खल्ली। अनि यो चाहिँ अन्तिममा आउँदा द उच्चारण गर्नुपर्छ यो अक्षरलाई, त्यही भएर दमा आ जोडिँदैछ, दा हुन्छ। दमा आ जोडिँदा दा हुन्छ। त्यही भएर यो शब्दको उच्चारण के भयो हेर्नुहोस् त, खल्लिदा। खल्लिदा, खल्लिदा भनेको चाहिँ समय लाग्नु, समय लाग्नु, अथवा फोन डायल गर्नु भन्ने पनि अर्थ हुन्छ। यहाँनिर लेख्न मिलेन, तपाईँहरूले चाहिँ लेख्नु होला है त। ल, आजको यस भिडियोमा हामीहरूले यो अक्षरलाई सुरुमा आउँदा, बीचमा आउँदा, अन्तिममा आउँदा र तल आउँदा अनि लगत्तै आउँदाखेरि के भनेर उच्चारण गर्ने भन्ने कुरा चाहिँ सिक्यौँ। अर्को भिडियोमा फेरि र पछि के आउँछ, म आउँछ है। म कहाँ कसरी उच्चारण गर्ने भन्ने कुरा चाहिँ अर्को भिडियोमा सिक्नेछौँ। अहिलेको लागि म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।